नमस्ते सबैजनालाई मेरो युट्युबको अर्को लङ भिडियोमा ल हेर्नुहोस् त कृष्णकली मैले तपाईँलाई भनेको थिएँ नि अहिले मेरोमा यत्रो भयो। अब यो फुल्दै अलिकति अर्को ठाउँमा चाहिँ कोपिला हालेको छ। यहाँ चाहिँ अलि अब सुरु हुँदैछ भनौँ। रुख बिरुवा चाहिँ अलिक ठुलो राम्रै भएको छ। यो धेरैलाई थाहा हुनसक्छ होला, कतिपयलाई थाहा पनि नहोला। आजकल इन्टरनेटमा चाहिँ यसको प्रशंसा धेरै हुने गर्छ, सबैले चिन्नुभयो होला अवश्य नै। यो हो अपराजिता। यो फुलिसकेपछि म तपाईँहरूलाई देखाउने छु। मेरोमा निलो पनि छ अनि सेतो रङको दुईटै अपराजिता छ, तपाईँहरूलाई म देखाउँछु है। अनि यो फुलको बारेमा तपाईँ सबैजनालाई धेरै थाहा छ होला, स्पेसली पश्चिम साइड हाम्रो पोखरातिर भएको साथीहरूलाई धेरैलाई थाहा होला। यो घाँस काट्ने जङ्गलमा पाखाहरूमा पनि उम्रिन्छ। यो मैले पोखराबाटै लिएर आएको, हेर्नुहोस् त यति राम्रो फुलेको छ। यो यति बेला यो सिजन हो यसको, घाँस काट्ने बेलामा घाँससँग मिसिया हुन्छ। धेरैले यो देख्नुभयो होला। यो पनि मसँग 2-3 थरी कलरको छ, मैले लिएर आएर रोपेको। हेर्नुहोस् त कति राम्रो फुलेको छ। सबैजनालाई वेलकम अनि सबैजनालाई नमस्कार। हाम्रो युट्युबको अर्को लङ भिडियोमा सबैजनाले भिडियोलाई सेयर गर्नुहोला, सब्सक्राइब गर्नुहोला, सपोर्ट गर्नुहोला। तपाईँहरूको म यस्तै साथ सपोर्टको म अपेक्षा राखेँ। हेर्नुहोस् त कति राम्रो फुलेको छ है। अर्को सेतोमा पनि छ है मसँग, त्यो फुलिसकेको छैन, फुलेपछि म फेरि भिडियो बनाउँछु है। हेर्नुहोस् त धेरैजना मैले यसरी यो फुलहरूको बिरुवा पनि बनाउँदै गर्छु घरमै। अनि यो फुलको बारेमा धेरैलाई ज्ञान छ कि छैन। यो फुल कस्तो हो भने यो फुलिसक्छ, त्यसपछि हामीले यो फुलिसकेकोलाई यस्तो गरेर चिमटेर यस्तरी टिपेर, अनि यसमा चाहिँ धेरै फङ्गल्स लाग्छ। यसलाई चाहिँ हामीले यसरी फालिदिनु पर्ने हुन्छ है। यसरी त्यो फालेपछि यहाँ फेरि अर्को कोपिला उतिखेर कोपिला आउँछ र फेरि फुल्छ, ढकमक्क फुलिरहेको छ। मेरो काम हेर्नुहोस्, जताततै काम हुन्छ, यसको काम पनि मैले गर्न भ्याएको छैन। अनि हाम्रो फेसबुक पेज छ है शान्ति भ्लग्स, त्यहाँ हामी अब लगभग 10,000 हाम्रो फ्यामिली बनिसक्न लागेका छौँ। मात्र 200-300 बाँकी छ। सबैजनाले हाम्रो फेसबुक पेजमा पनि फलो गरिदिनु होला। हामीसँग फेसबुक पेजमा पनि जुटिदिनु हुनेछ भन्ने म अपेक्षा राखेँ। धन्यवाद सबैजनालाई। शान्ति सिन युट्युब च्यानलको यो अर्को लङ भिडियोमा कागती हेर्नुहोस् त कति ढकमक्क फल्याएको थियो, पानीले गर्दा जम्मै झरिसक्यो, तर पनि ठिकै छ। अनि यो चाहिँ ल हेर्नुहोस् त सानोवाला गुलाब, यो पिङ्क कलरको हेर्नुहोस् त। मैले अस्ति नै तपाईँहरूलाई एउटा भिडियो बनाएको थिएँ नि, रोपेको मुना पलायो भनेर। हेर्नुहोस् त फुलिसक्यो ल, हेर्नुहोस् कति राम्रो तरिकाले। यस्तो सानो पटमा नै गुलाब फुल्छ ल, हेर्नुहोस् है होइन। अनि गरे चाहिँ के हुँदैन, जे पनि हुन्छ है। मैले सबै आफ्नो सोख भन्दा पनि मैले आफ्नो युट्युबको यात्रा पनि यही फुलबाट सुरु गरेँ। मैले फेसबुक पेज पनि यही फुलहरूबाट नै सुरु गर्ने मौका मैले पाएँ भनौँ। हेर्नुहोस् त कति राम्रो फुलेको ल, हेर्नुहोस्। आहा यस्तो राम्रो फुलिदिन्छ नि है। अनि यो देखेपछि मलाई आफूलाई नै एकदम आनन्द महसुस गर्छु। म धनी छु केमा त, यिनीको मायामा ल। हेर्नुहोस् त यिनी फुलहरूको मायाले म धनी छु ल। हेर्नुहोस् त यस्तो दामी, यिनीहरूको माया पाउनु नै ठुलो कुरा हो। हेर्नुहोस् त जीवनमा पैसा कमाउन नसके नि, हेर्नुहोस् त यस्तो दामी फुल्या छ नि। म यो देखाउँदाखेरि यति आनन्दमय हुन्छु ल। हेर्नुहोस् अब यो चाहिँ लहरे गुलाब भन्छन् है। मेरोमा मैले बल्ल सारेको 1 वर्ष भयो। यो चाहिँ लहरा परेर जान्छ। अनि यसलाई चाहिँ कटिङ एकदमै तलबाट कटिङ गर्न जरुरी छैन, लहरा परेर जानु भएको भएर। हेर्नुहोस् त कति राम्रो फुलिरहेछ। यति फुल्यो, यो पनि धेरै फुल्यो ल। हेर्नुहोस् त माथिसम्मै फुल्याएको छ है। अनि त्यसपछि म तपाईँहरूलाई देखाउँदैछु, यो चाहिँ बुके फुल हो। मेरोमा यो बुके फुल हो। पछि म फुलिसकेपछि तपाईँहरूलाई भिडियो बनाएर देखाउने छु है साथीहरू। सबैजनालाई नमस्कार। सबैजनाले फलो गरिदिनु होला, सबैजनाले सपोर्ट गरिदिनु होला। यहाँहरूको माया, यहाँहरूको सपोर्ट बिना हामी केही पनि गर्न सक्दैनौँ, अगाडि बढ्न सक्दैनौँ ल। यो फुलको नाम कोलाई थाहा छ मेन्सन गर्नु होला है। यसको नाम तपाईँहरू सबैजना कोलाई थाहा छ। हाम्रोमा पोहोर बेसरी फुल्थ्यो, अहिले चाहिँ यो रुखै अलि सानो जस्तो भयो कि कस्तो भयो, त्यति युज भएन। हेर्नुहोस्
काम यहाँ पनि यस्तो काम भएर बसिया छ मिलाइ हेर्नुहोस्। अनि मैले अघि कुरा गर्ने कृष्णकली, इट इज कृष्णकली हेर्नुहोस् त यी कोपिला हालेको छ है। धेरैलाई थाहा छ होला कृष्णकलीको बारेमा। हाम्रोमा पोहोर पनि थियो यो कृष्णकली, यो पनि लोकल बिरुवा हो। यो चाहिँ सानो छ, पछि हुन्छ है। हेर्नुहोस् है सबैजनालाई म पानीमा रुजेर पनि यहाँ भिडियो बनाउँदैछु है, युट्युबको लागि एउटा लङ भिडियो। मेरो सबैजना हाम्रो युट्युबको फ्यामिलीहरू हुनुहुन्छ, उहाँहरू सबैजनालाई मैले अर्को भिडियो बनाएर ल्याएको छु। यो बेगम बेली भयो येल्लो कलरको, मसँग खुसिया कलरको बेगम बेली पनि छ। ल हेर्नुहोस् त जिरेनियम, ल हेर्नुहोस् हामी जिरेनियमलाई हेला गर्ने गर्छौँ। जिरेनियममा जस्तो सुन्दर त मैले केहीमा पनि भेटिनँ। ल हेर्नुहोस् त, आहा यस्तो दामी तरिकाले फुलेको छ नि। ल हेर्नुहोस् सबैजनाले एक सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला है, सपोर्ट गरिदिनु होला है। सबैजनाले सपोर्ट गरिदिनु होला ताकि मलाई यस्तै फुलहरू रोपेर भिडियो बनाएर तपाईँहरूको माझमा ल्याउन सकूँ। यहाँकै साथ सपोर्टले मलाई एउटा उत्साह, उमङ्ग अनि एउटा नयाँ फुलहरू फुलाएर फेरि भिडियो ल्याउने उत्साह ममा आउनेछ। सबैजनाले सब्सक्राइब गरिदिनु होला मेरो शान्ति सेन युट्युब च्यानललाई। अझै पनि तपाईँहरू सबैजनाले सपोर्ट गरिदिनु होला है। हजुर धन्यवाद सबैजनालाई र यस्तै भिडियोको लागि है सबैजनालाई। मौसम चाहिँ काठमाडौँमा खराब भएको धेरै दिन भइसक्यो, आज 3-4 दिन भइसक्यो। ल हेर्नुहोस् फुलमा सुकेको फुल छ, ऊ टिप्ने फुर्सद छैन, पानी परेको छ है। अब के गर्नु, फुर्सदै हुँदैन, गर्न खोजे फुर्सद हुँदैन है। सबैजनालाई नमस्कार। यसरी यो फुलिसकेको पुरानो हुन्छ नि, पुरानोलाई यस्तो गरेर टिप्ने भनेर अघि नै मैले भनिसकेँ यहाँहरूलाई। हेर्नुहोस् यस्तरी पुरानो फालिदिएपछि नयाँ कोपिला आउँछ अनि त्यसपछि फुल्छ है साथीहरू। सबैजनालाई यो कुरा मैले बताइरहेको छु। अनि यदि तपाईँलाई यो जिरेनियम सम्बन्धी कुनै क्वेसन छ, कसो गर्ने के गर्ने, धेरैजनालाई थाहा छ र यो सजिलो पनि छ यो फुलाउनलाई। र तपाईँहरूसँग कुनै क्वेसन छ भने पनि हामीलाई कमेन्ट अन द बिलो सबैजनाले कमेन्ट गर्नु होला है। र केही क्वेसन छ, केही भन्नु छ भने पनि तपाईँहरूको सल्लाह सुझाव प्रतिक्रिया हामीलाई कमेन्टमा छोड्नु होला है। धन्यवाद सबैजनाले। पानी परिसक्यो, पानी पर्दा नि म रुजी यो भिडियो बनाइरहेको छु तपाईँ सबैजनाको लागि भनेर। यसको जादु त तपाईँहरूलाई मैले पहिले नै बताइसकेको छु। यो वर्षैभरि फुल्छ है। यो तपाईँहरू धेरैजनालाई थाहा छ, यो विभिन्न कलरमा पनि उपलब्ध हुन्छन्। येल्लोदेखि लिएर मैले धेरै कलरमा यो देखेँ, विभिन्न कलरमा यो पाइन्छ, तर मेरोमा चाहिँ यो कलर मात्रै छ हेर्नुहोस्। अनि अब यो हाँगा छ, यसलाई काटेर हामी यसको नयाँ बेर्ना बनाउने तर्खरमा छु म। यसको नयाँ बिरुवा बनाउन सकिन्छ। धेरैजनाले लानुभयो मेरोबाट र हेर्नुहोस् त यति अग्लो भयो नि। अब यसलाई यो भाँडो सानो भएको छ, चेन्ज गर्नुपर्ने छ है। साथीहरू सबैजनालाई धन्यवाद र सबैजनाले यसरी नै हामीलाई माया गर्नुहोला र तपाईँहरूको सपोर्टको म यस्तै अपेक्षा पनि छु। हेर्नुहोस् त जता पनि फुल्छन् हेर्नुहोस् कस्तो राम्रो तरिकाले। यो कलर नै एकदमै ब्युटिफुल छ है सबैजनालाई। यो फुलको नाम के हो धेरैजनाले कसलाई थाहा छ लेख्नुहोस् है साथीहरू। सबैजनालाई नमस्कार, धन्यवाद सबैजनालाई। हेर्नुहोस् त वाउ, आफै बयान गर्छु है म, मेरो फुलहरूको आफै बयान गर्छु, अरूले गरोस् नगरोस् आफै बयान गर्छु है। अनि यो चाहिँ कृष्णकली लोकल धेरैजनाले भेटाउनुहुन्न होला। त्यो लोकल चाहिँ अलि धेरै ढिलो फुल्छ तर धेरै फुल्छ र ढकमक्क फुल्छ है। यो लोकल कृष्णकली हो। मसँग हाइब्रिड पनि छ, हाइब्रिडले कोपिला हालिसकेको छ भने यो लोकल हो है। सबैजनालाई केही जानकारी चाहिएको छ भने मलाई भन्न सक्नुहुन्छ, कमेन्टमा हामीलाई लेख्न सक्नुहुन्छ। धन्यवाद सबैजनालाई, तपाईँहरूको यस्तै साथ सपोर्ट मायाको म एकदमै आशावादी पनि छु। धन्यवाद, थ्याङ्क यू सो मच सबैजनालाई। भिडियोलाई अझ धेरै सेयर गर्नुहोला, सब्सक्राइब गर्नुहोला र यस्तै भिडियोको लागि हामीसँग रहनु। हेर्नुहोस् त
जता हेऱ्यो उतै फुलै फुल्छ ल्याउनुहोस् है। मैले यो सबै तपाईँहरूकै साथ सपोर्टले नै मैले यो गर्ने हिम्मत जुटाएकी छु। हाम्रो फेसबुक पेजमा पनि आउनुहोला है, सबैजनालाई वेलकम टु हाम्रो फेसबुक पेजमा पनि मैले स्वागत गर्छु यहीँबाट युट्युबबाट। र धन्यवाद सबैजनालाई। र यस्तै भिडियोको लागि फेरि अर्को भिडियोमा भेटौँला। तपाईँ सबैजनाको साथ सपोर्टको लागि म आभारी छु भन्दै बिदा हुन्छु। बाई, नमस्ते।